सुनौलो गुम्बजहरू आकाशसँग संवाद गर्दै उभिएको यो अद्भुत संरचना यो केवल एउटा भवन होइन, इतिहास, विश्वास र पुनर्जन्मको जीवित प्रतीक हो। क्याथेड्रल अफ क्राइस्ट द सेभियर, रुसको मुटुमा अवस्थित यो क्याथेड्रलले समयका अनेक उतार चढाव झेलेको छ। एक समय युद्धमा विजयको सम्झनामा निर्माण गरिएको यो मन्दिर पछि ध्वस्त पारी इतिहासबाट मेटाउने प्रयास गरियो, तर विश्वास कहिल्यै मर्दैन र त्यही विश्वासले यसलाई फेरि पुनर्निर्माण गर्यो, अझ भव्य, अझ शक्तिशाली रूपमा। आज यो स्थान केवल धार्मिक आस्थाको केन्द्र मात्र होइन, तर लाखौँ मानिसको आशा र प्रेरणाको स्रोत बनेको छ। यहाँ उभिँदा हामी केवल ढुङ्गाको संरचना होइन, तर मानव आत्माको अडिग शक्ति महसुस गर्दछौँ। हरेक गुम्बजले कथा सुनाउँछ, हरेक ढोकाले इतिहास बोकेको छ र हरेक कदमले तपाईँलाई भित्रैसम्म छुन्छ। यदि कहिले जीवनले तपाईँलाई थकित बनायो भने यस्ता स्थानहरूले सम्झाउँछन् कि पुनर्जन्म सधैँ सम्भव हुन्छ। यो हो विश्वासको विजय, यो हो आत्माको शक्ति।